Hello and namaste everyone. Welcome back to my channel. It's me Nirajan Pokhreil Vlogs. So आजको भ्लग चाहिँ के भन्ने बाला छ भन्दाखेरि म चाहिँ नेपालबाट क्यानाडा आएको 2 वर्ष भयो अनि 2 वर्षपछि दिदी म आएको 6 महिनापछि युएसए गए के अनि त्यसपछि हाम्रो 6 महिना भनेपछि 2 वर्षपछि ठ्याक्कै भेट हुँदैछ गाइस. सो आज चाहिँ दिदी भाइटिकाको लागि भनेर मलाई भेट्न आउँदैछ हैन. आज एकदम रमाइलो हुने बाला छ. यहाँबाट दिदी टोरन्टो आउँदैछ युएसए बाट अनि हामी यहाँबाट जान 2 घण्टा लाग्छ के टोरन्टो. अब हामी यहाँबाट निस्किन लागेको. सो भन्नु त केही छैन, त्यो दिदी आउँदैछ उताबाट युएसए बाट. अब हामी लिन जान लागेको मेरो आउटफिट. अब कस्तो गर्मी छ भित्र. यहाँ जाडो महिना भए पनि यहाँ बाहिर रिनोभेसन हुन लागेछ के. लास्टै गर्मी भइरहेछ रिनोभेसन. यो अगाडिको बाल्कनी उडेर चेन्ज गर्न लागेछ यस्तो के. यसरी यो काठहरू लाएर यो खोल्नै नमिल्ने खालको बनाइदिएछ कि. अनि लास्टै अब यो झ्यालो नखोलेपछि त गुम्म भयो. फ्यानहरू जे चलाए पनि खानाहरू पाउँदाखेरि त अब गुम्म भइहाल्छ नि बाफले. अब के गर्नु, अब धेरै छैन, अझै 1 हप्ता जस्तो होला. त्यसपछि त हाम्रो त अपार्टमेन्ट बबाल. अनि त्यसमा मेरो मैले अस्ति भर्खर किनेको यो चस्मा कस्तो छ त्यो पनि कमेन्ट गरिदिनु होला. बबाल छ, मलाई त बबाल लागिरहेछ. हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला. ल यो भन्दै अब हामी लाग्छौँ हामी शाखातर्फ. सो भित्र चाहिँ कस्तो गर्मी भइरहेको थियो होइन. बाहिर आएपछि त्यहाँ हावा आयो शीतल. हाम्रो यसरी रिनोभेसन, यो बाल्कनी रिनोभेसन हुँदैछ कि टक्क. अब 1 हप्ता मात्रै बन्छ होला. हाम्रो साइडको चाहिँ ढलान गरिसक्यो. यो यता बिचको र उता साइडको चाहिँ गर्न बाँकी छ ढलान सलान. त्यसपछि रेलिङ हाल्छ. त्यसपछि हाम्रो अपार्टमेन्ट बबाल. यो चाहिँ हाम्रो अगाडिको भ्यू हो गाइस. बबाल छ. फल सुरु भएको छ. क्या बबाल देखिन्छ क्या. भर्खर सुरु हुँदैछ. अझ झन् अब नोभेम्बर 1तिर झन् बबाल देखिन्छ. पत्ताहरू सबै हेर्नु यहाँ मुनि झरेर. ल हाम्रो गाडी यहाँ छ. कहाँको भेट छ अबि. गाडी यहाँ छ. गाडी स्टार्ट गरौँ. जम गाइस जम. उहाँ म्यामको फेरि चटक छुट्टी छ होइन. म्यामको चटक छुट्टी छ. अब ढिलो नगरी जाउँ. गाइस बवाल एकदम एक्साइटेड. दिदी 1 हप्ता बस्नुहुन्छ. 1 हप्ता हामी यस्तो रमाइलो गर्नुपर्छ कि होइन. जिन्दगी है जिना है तो ऐसे जियो जैसे कोही आखिरी हो भन्छ त गीत एउटा. त्यस्तै नै 7 दिन फुल्टु रमाइलो एकदम बवाल गर्नुपर्छ गाइस. कतिखेर दिदीलाई भेट्नु चाहिँ म एकदम एक्साइटेड भइरहेछु होइन. एकदम जाँदैछौँ अब. अनि अर्को कुरा, हाम्रो दिदी आउँदैछ भनेर नेपालमा ड्याडी मम्मीहरू कसैलाई थाहा छैन. हामी एकदम उता नेपालमा पनि सरप्राइज दिँदैछौँ हामी. दिदी यता क्यानाडा आउँदैछ भने उहाँ नेपालमा थाहा छैन मम्मी ड्याडीहरूलाई. अब भरे आएपछि अनि मम्मीलाई भिडियो कल गरेर अनि म एकचोटि सरप्राइज दिन्छु. त्यो पनि तपाईँ क्लिपहरू हेर्न सक्नुहुन्छ. यही हो गाइस. मेरो अहिले के बोल्नु भइरहेछ. जति बोले पनि कम लागिरहेछ. बोलेर केही साध्य छैन. एकदम खुसी लागिरहेछ गाइस. अब चाहिँ हाम्रो अलमोस्ट 17 मिनट्समा हामी एयरपोर्ट पुग्छौँ. अनि यहाँ नाइटको नजारा होला. पुग्न लाग्यौँ. ट्याक्कै 17 मिनट बाँकी छ. त्यसपछि दिदी अब 7 बजीतिर ल्यान्ड हुन्छ. त्यतिखेरसम्म हाम्रो यो भ्यू इन्जोय गरिदिनु ल. मिसाको भ्यू. वाउ, यहाँ बिजनेस एरिया बबाल हो. अब हामी जस्तोलाई बस्न, नर्मल बोय जस्तोलाई बस्नलाई यहाँ लास्टै गाह्रो छ गाइस. क्या सही नाइट भ्यू त गाइस एकदम बबाल. हेर्नु होला क्या बबाल छ. ओहो पुरा तिहारकै झिलिमिली भाइब्स आइरहेछ. अस्ति आउँदा यति साह्रो पनि थिएन. आज त एकदम बवाल भएको रहेछ.
गाडी पनि धेरै छ नि त आज अस्तिको कम्पेयरमा लुक एट द भ्यू गाइज मिसिसागा हियर वी गो ओके गाइज फाइनली हामी आइपुग्यौँ होइन एयरपोर्ट अब यहाँ दिदीलाई हेरिरहेको छौँ कहाँबाट निस्किनुहुन्छ दिदी ब्याग ल्यान्ड भइसक्नु भयो अरे ब्यागेजहरू त्यो कुटेर बस्नु भएको छ अरे त्यहाँ आउने ठाउँमा अब दिदी बाहिर निस्किनुहुन्छ अनि हामी जान्छौँ उता के भन्नुहुन्छ हजुरलाई के भन्छ गाइज कहाँ हो कहाँ कति घुमाउनु पर्ने रुक्नै मिल्दैन कि एयरपोर्टमा बाहिर एकछिन पिकअप मात्रै गर्न पिकअप ड्रप मात्रै हो कि एकछिन अरे तर सेक्युरिटी आएर जा भनिहाल्छ एकदम ऊ भएर बस्नुपर्छ एरिया हो नि त्यो त यसो ब्रेक हाल्यो गाडीको पछि पहाडी पछि यसरी गरेर ब्रेक हाल्नु बस्नुपर्छ त्यहाँबाट देखिन्छ होला कुन साइडबाट आउनुहुन्छ अनि त्यो आइसक्यो त्यो केटा हेर्नु त टाइम हेर्दै छ अब आइपुग्न लाग्यौँ गाइज हामीहरू ल गाइज हामी आइपुग्न लाग्यौँ ठ्याक्कै 1 मिनटको दूरी अब बाहिर कुद्नु चाहिँ ब्लग टुमा कुद्नु सो गाइज एकदम एक्साइटेड हाँसिरहेको थियो भिडियो कलमा मोरी हाँसिरहेको थियो ए उता त अथोराइज भेहिकल ओन्ली भनेर रहेछ नि त त्यो अलिक भिआइपी मान्छे जान पाउँदो रहेछ भिआइपी हामीलाई के कमी सम्झिन्छ त्यसले हामीलाई के सम्झेको त्यही भएर उता जा भन्दै रहेछ नि सो गाइस अरू भिडियोहरूको साउन्ड चाहिँ रेकर्ड भएछ यो चाहिँ भएन चाहिँ यो मेरो गाडीमा ब्लुटुथ कनेक्ट भएर होला यो साउन्डै बुझेन अब यसरी म तपाईँलाई देखाउँछु जे छ रमाइदिनु होला राम्रोसँग हेरिदिनु होला ब्लग इन्जोय गरिदिनु होला दिदीलाई भेटेसम्म चाहिँ त्यो त्यस्तो साउन्डै आएन त्यसरी बाटो जाँदाखेरि घर आइपुग्दाखेरि चाहिँ साउन्ड आएको रहेछ त्यही पनि मन पराइदिनु होला त्यही आशाको साथ ब्लग राम्रोसँग हेरिदिनु होला सो इन्जोय वाचिङ सो गाइस तपाईँहरूलाई चाहिँ किन यो साउन्ड नभएको भिडियोहरू आयो भने सोच्नु होला यो एकदम ह्याप्पी मोमेन्ट पछिसम्मको लागि हुन्छ भनेर मैले चाहिँ एकदम मेमोरिज लगाइराखेको दिक्कत नमानिकन अल्छी मानिकन हेरिदिनु होला अनि हामी त्यही गाडीबाट निस्क्यौँ अनि गाडीबाट निस्केर अनि उसले त्यही म ब्लगमा हाल्छु यसो भेटे जस्तो गर्छु परबाट आउँछु हिँडेर आउँछु भनेर भने अनि त्यसपछि हामी फेरि यसो नहेरे जस्तो कहाँ छ दिदी कहाँ छ भनेर हेरे जस्तो गऱ्यो अनि ट्याक्कै भेटेर अँगालो माऱ्यौँ त्यस एकदम रमाइलो मोमेन्ट थियो पुरा गाडीबाट बाहिर निस्किए पनि ब्लुटुथ कनेक्ट भइरहेको रहेछ कि पुरा त्यो भएर साउन्ड सिस्टमै यताउता भएछ अब यत्रो बाहिर ब्लग बनाएको त्यो बेकारमा किन नाश पार्नु पऱ्यो आफै ब्याकग्राउन्ड साउन्ड हालेर गर्छु भनेर गरेको एकदम दिक्कत नमानी एकदम रमाइलो गरिदिनु होला गाइस
सो गाइज हामी त्यहीँ आइसक्यौँ। यहाँ दिदी मेरो यहाँ भारी होइन, मैले बोकाउँछु, म बोक्छु यहाँनिर। यहाँ हाम्रो म्याम हुनुहुन्छ सरोजा म्याम। अनि त्यसपछि म यहाँ छु। मलाई त कालो कालो देखाइरहेको छ। यहाँ अलिक क्लियर देखाउँदैछ। यहाँ चाहिँ ल हेलो गाइस। ल हेलो गाइस। हामी चाहिँ घर आइसक्यौँ। मिसागाबाट हामी लन्डन आइसक्यौँ। म चाहिँ अमेरिका रैला हुन्छ गाइस। फेसै देखेन हौ। क्यानाडा आइसु गाइस, क्यानाडा। ओके गाइस, यहाँ चाहिँ दाजुभाइको भेट। म त अमेरिकाबाट हिँड्दै जङ्गल पारी गरेर आएको। आफू चाहिँ कसरी हिँडा त? आफू पनि खुट्टा त्यस्तो गरेर हिँडा। आज हाम्रो 2 वर्षपछि भेट भयो। धन्यवाद। हेलो नमस्ते दिदी। दिदीले पुरा टिपाउनु। गाइस ल दिदी घरमा आइसकि। क्यानाडा आएर भाइले बनाएको मासु भात खाइरहेको छु, हेर्नुहोस् मिठो बनाउँदैछ केटो। यहाँ हाम्रो सरोजा म्याम हुनुहुन्छ। यहाँ मेरो खाना छ। आज हामी यहाँ डाइनिङ हान्दैछौँ। बवाल गाइस, बवाल खाएको त डाइरेक्ट घर आता त भात खाउँ भनेपछि आउने बित्तिकै भात रेडी थियो। सोरेड बनाएको दिदीले खसीको मासु दिदीले खाना बनाएर राख्नुभएको छ। ब्लगमै भन्न चाहन्छु म दिदी, थ्याङ्क यू सो मच। खाना कसले बना कहीँ बना मम्मीहरूलाई कसो थाहा होइन दिदी आएको छ भनेर। अब अहिले हामी भिडियो कल गर्छौँ। सरप्राइज गाइज, सरप्राइज गाइज। सरप्राइज हुन्छ। दिदी चाहिँ क्यामेराम्यान, म यता
भयो ड्याडी को आएको मम्मी को आएको ड्याडी हो मम्मी ए मम्मी यहाँ हेर्नु भएको छ Happy birthday to you. Happy birthday. हामी एक ठाउँमा यहाँ दिनु भएन भर्खर ल्याएको तपाईँको छोरीलाई भर्खर उठाएर ल्याएको तपाईँको छोरीलाई सरप्राइज भर्खर आधी घन्टा भयो ड्याडी ठुलो बुवा दर्शन ठुलो बुवा दर्शन दर्शन झिलिमी लाउँदै हुँदो रहेछ ठुलो बुवा दर्शन दर्शन ल मम ड्याडी पनि एकदिन सरप्राइज हुनुभयो पनि एकदम सरप्राइज हुनुभयो भाइ कता छ भाइ थिएन भाइको ठेगान छैन भाइ सुतिरहेछ के अरे गाइस हामी भर्खर आएको छन् भाइ म त भात खाएर बसेको अभिषेकले पकाएको मासु भात खाएर बसेको म अभिषेक सरसानमै सरप्राइज कस्तो सरप्राइज कस्तो छ सरप्राइज म त साइको भयो भने तिम्रो एउटै फ्लेममा